गुड मर्निङ सबैजनालाई। र म चाहिँ अब चाहिँ घाँसमा जान आँटेको। हाम्रो चाहिँ हिजोदेखि चाहिँ गाई निकाल्यो नि त जङ्गलदेखि। हामी चाहिँ गाई चाहिँ जङ्गलमा राख्थ्यौँ नि त, जङ्गलमा थुनेर राख्थ्यौँ। अनि हिजोदेखि चाहिँ निकाल्यो। अनि त्यही भएर म चाहिँ अब घाँसमा जान आँटेको, हिँड्न आँटेको। आज चाहिँ दिन पनि यस्तो छ, पानी परेर दिन दुम्मा भइरहेछ। डल्ले खोर्सानीको चाहिँ टुप्पो बजाइदिनुपर्छ, दामी हाँगा निस्किन्छ। मैले अस्ति बजाइदिएको थिएँ, कति मजाले हाँगा निस्किन्छ डल्ले खोर्सानीको। अब चाहिँ म चाहिँ घाँसमा हिँडेको। घाँस चाहिँ टाढो पनि जानु पर्दैन, यहीँतिर उयो गरी लगाइदिनुहुन्छ। र मैले चाहिँ अस्ति कति मजाले गोडेको थिएँ, तर फेरि जारपातले पलाएर हेर्नु खोर्सानी छोपेछ। फ्री टाइममा जति नै गोडे नै उत्तिकै आइहाल्छ जारपात। अनि यहाँपट्टि चाहिँ कति मजाले आइरहेको रहेछ काँक्रा। यहाँ चाहिँ थाङ्नाले पुगेको छैन क्या काँक्रालाई। पानी हावाले गर्दा मकैले सबै भुइँमा लडिसकेको छ। यो बाँचेको मकैहरू चाहिँ काटेर हालिदिनु पर्छ गाईलाई। यहाँ परेन हेर्नु, सबै मकै लडेको रहेछ। जङ्गलमा राखेको गाई त कस्तो मोटो बढाएछ होइन। अब घरमा आएपछि त घाँसको त्यस्तै हो। अब त्यो त्यही भन्छ जङ्गलमा भने चाहिँ उनीहरूको मर्जीले खुसीले खानु पाउँछ नि त, मिठो नमिठो छान्दै खानु पाउँछ। अब बन्धनमा राख्यो भने त जस्तो काटेर हाल्यो त्यस्तै खानुपर्छ। अब चाहिँ घटिन्छ घरमा। हाम्रो त गाईहरू चाहिँ फेरि यस्तो कानमा सुनको लाउँछ। म चाहिँ पनि झाडा बस्छु। अस्ति रोपेको खोर्सानी बाख्राको पातले सबै पत्ताहरू खाइदियो भने पात पनि खाइदिन्छ। कति मजाले हाल्छ हेर्नु, सबै खाइदिन्छ। गोडे पनि सकेँ। अनि यो पर्सीको लडाइँ चाहिँ उता पठाइदिनु है त। अब यसलाई त उन्नबाट तानेर लगेर सबै लडेर पठाउँछ। अनि चाहिँ अब यहाँ घाँस
चाहिँ अगाडि रम्पाले खनेर त्यहाँदेखि चाहिँ यो बाँसमा हालिदिन्छु रम्पा पनि तलै फ्याँकिदिन्छु मैले चाहिँ काँक्राले थाङ्ना पनि दिइसकेँ यो माथि अब यसमा आउँछ होला काँक्रा र यो गाडी सक्दा नसक्दा पानी पनि ठुलो परिगयो